तुङबा खाएर मातेर धान नाचेको सोल्टीहरुसँग देखाउँछ यसले। कहाँ एकछिन नाचोस् भन्दैन नि, बुढीले पक्रेकै भरे लाक्वा पर्नु खोज्छ। जान्छौँ भन्दा पनि लाँदैन, लाँदैन त्यस्ता जाठा बुढाहरू हाम्रै छ। अन्त अन्त है माथि पहाडमा नाचे, पहाडमा हिँडेको डुलेको जस्तो याद छ आयो त हामीलाई त पुरा है। चटपटे युवा मेलामा बरम खाँदा मैले पैसा हराएर कम त बिजो बोक्यो है। ब्यागहरू थियो र रुमालमा फोटो पारेको थियो, भरे त हराइ गयो। लिम्बूहरूले नाच्ने ढोल हो होइन, च्याब्रुङ भन्छ यसलाई चाहिँ। ठ्याक्कै तेरो त निरुना जस्तै निस्केको छ त। यता चाहिँ ठ्याक्कै श्वेता खड्काको जस्तो निस्केको छ, यता चाहिँ मालविका सुब्बा ठ्याक्कै हो त फेरि। हेलो सिवानो, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज भिडियो नबनाऊ कि भन्दै थिएँ, फेरि बनाऊ लागिहाल्यो। यहाँ मेरो सबै तुम्माहरू फुपूहरू देखेर, मेरो यहाँ सबै फुपू आमाहरू तुम्माहरू दिदी कान्छीलाई देखेर फेरि भिडियो बनाऊ लागिहाल्यो कि। अनि भिडियो स्टार्ट गर्दैछु साथीहरू। यतिखेर म चाहिँ घुम्नु आएको छु यता पर नडा चोक भन्नेमा। अनि हामी बजार जाँदैछौँ सबैजना, सबै साथीहरू। मेरो फुल भिडियो हेरेर सपोर्ट गरिदिनुहोस् साथीहरू। अब म अलिअलि थोरै क्लिपहरू बजारको पनि देखाउँछु। तुङबा खाएर मातेर धान नाचेको सोल्टीहरुसँग देखाउँछ यसले। तन्नेरी चाहिँ छैन, तर कहाँ खोज्नु पर्ने, राको बालेर खोज्ने बेला भयो। राको बालेर खोज्नु सोल्टीहरु भेटाइन्छ कि भनेर मधेसमा आएको मधेसी भन्दा अरू चाहिँ भेटाउँदैन होला, गाह्रो छ अरू भेटाउनु। अरू त बुढीले छोड्दैनन्, कसले हेर्नु हो। कहाँ एकछिन नाचोस् भन्दैन नि, बुढीले पक्रेकै भरे लाक्वा पर्नु खोज्छ। जान्छौँ भन्दा पनि लाँदैन, लाँदैन त्यस्ता जाठा बुढाहरू हाम्रै छ। अन्त हाम्रै राम्रो छन् होइन। अनि साथीहरू मैले यहाँनिर चाहिँ के बोकेको छु होला जस्तो लागिरहेछ होला होइन। यहाँ चाहिँ मैले कोसेली बोकेको छु क्या, कोसेली, लिम्बू कोसेली। कोसेली धेरै देखायो। यता हुनुहुन्छ मेरो तुम्मा, हामी चाहिँ अहिले तुम्माको घरमा आएको छौँ। अनि हाम्रो आमा, मेरो सासू हुनुहुन्छ, अनि मेरो माइली फुपू दिदी, फेरि यता हाम्रो ठुली दिदी हुनुहुन्छ। कान्छी भइहाल्यो, सधैँ देखिराख्नु भएको छ होइन साथीहरू। ल अब हामी बजार पनि पुग्न आँटेको छौँ। म बजारको क्लिपहरू पनि थोरै देखाउनेवालामा छु, हेर्दै गर्नु होला मेरो भिडियो। म अगाडि गएर फोटो खिचिरहेको थिएँ, अनि त्यहाँबाट चिनेको मान्छे भेटेछ बसेको गर्नुहुन्छ। अनि फोटो खिचिन्जेलसम्म, मोबाइल निकालिन्जेलसम्म पनि, अनि त्यहाँदेखि भरै यसो देख्नुहुन्छ नि। के चाहिँ बेगमा हेर्दै थिएँ, तिनीहरू खिच्यो नि। कस्तो मधुर आएको है, राम्रै आइरहेछ त। सबैले निकाल्न, सबैले यता भाउजूलाई, आमालाई, के पो यहाँ हाम्रो सम्झिनुलाई त आमा भन्नुहुन्छ, बोजू चासोक्ताङ नाम लाग्दैछ साथीहरू। अब यहाँबाट जाँदैछौँ हामी। ल बाटो काटिहालौँ है छिटो, गाडी आउँदैछ, ठुल्ठुलो गाडीहरू आउँदैछ, डर लाग्छ नि त। अब चाहिँ यतापट्टि जानुपर्छ हामी टक्कसँगले। मेलामा अलिअलि मान्छेहरू भेला हुँदै रहेछ। ल साथीहरू मेरो भिडियो हेर्दै गर्नु होला है त। ल चासोक्ताङ नाममा आइपुग्यो, मासु पनि काटेको रहेछ। उयो ढोल नाचिसकेछन् नि, अघि आउनु पर्थ्यो है। ओहो ल जाउँ भने हेर्नु जाउँ।
लु तुम्बा अब कहाँ जानु यता खिच्यौँ खिच्यौँ ल लु हिँड्नु हिँड्नु अब चाहिँ यहाँनिर छ यहाँबाट गेटबाट भित्र जाँदैछौँ यहाँनिर ढोल नाच्ने अनि के रहेछ ओहो यो देउताहरू पनि रहेछ है यहाँ देउताहरू रहेछ काली मदानी देवी अरे बुढा सुब्बा देवी यस्तो रहेछ यहाँभित्र ओ वाउ ढोल नाचेको हेर्न सक्नुहुन्छ साथीहरू हामी त नाच्नु जानु उभिनु पाइँदैन होला है अब नाच्नु जानुपर्छ है सबैजना गयो भने केही हुँदैन हौ घुम्नु अब ढोल नाच सुरु हुँदैछ साथीहरू अब हामी पनि नाच्नु पायो भने हामी पनि नाच्ने हो अब हेर्दै गर्नु पर्यो यहाँनिर बसेर उभिएर हेर्दैछौँ नाच्नु पायो भने नाच्नु पर्यो भनेर साथीहरू यस्तो छ यहाँको माहौल चाहिँ यसरी यहाँबाट कहाँ गएको अब ए हुन्छ 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 ल साथीहरू अब हामी चाहिँ यहाँदेखि ढोल नाच्नेहरू उता तल्लोमा गएको छ नि त अनि हामी पनि अब तलतिर जाँदैछौँ म फेरि पनि देखाउँछु हेर्दै गर्नु होला ल आउनु आउनु तलतिर अरे ल सबैजना फेरि तलतिर निस्केर जाँदैछौँ अघि यहाँबाट फेरि भित्र पसेको थियौँ फेरि यहाँबाट ढोलेहरू सबै उता तलतिर गएको छ त्यही भएर लु लु जाउँ अब यति बेला पुगेर यहाँ छिल्दैछु ए लु पिगी पिगी लु पिगिरो 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 मेरो भाषा है यो चाहिँ यही हो बजार चाहिँ अब अहिले यतिखेर चाहिँ लाग्दै रहेछ धमाधम सुरु भयो अघि नै हामी सुरुमा आउँदाखेरि चाहिँ लागेको थिएन अहिले चाहिँ लाग्नु सुरु भइसकेको छ साथीहरू हेर्दै गर्नुहोस् म बजारमा के छ देखाउँछु ल
लाने ब्याग कति राम्रो यो देखाऊ यो दिन हेरौँ त दाइ यो राम्रो छ है 300 हेर 350 यो राम्रो छ होला हो त्यो ल साथीहरू यहाँको बजार गेटबाट छिरियो ल जाउँ 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 भित्र जाउँ ल यहाँ छ त अनि ब्याग त खतरा खतरा फेरि कोन त महँगो होला जुत्ता चप्पल ट्याटु हान्ने हो कि के हान्ने हो कि बजारहरू बजार त यस्तो रहेछ हो नि त है माथि पहाडमा नाचे पहाडमा हिँडेको डुलेको जस्तो याद छ आएर हामीलाई त पुरा है चटपटे यो बेलामा बदाम खाँदा खाँदै पैसा हराएर पनि त बिचो बोक्यो ब्यागहरू थियो र रुमालमा पोको पारेको थियो हराइ त हराइ गयो ओहो बजार त ठुलो लाग्दो रहेछ है यहाँनिर दुईचोटि हराएको चाहिँ एकचोटि चाहिँ केटाहरूले भेटाएछ होइन अनि त्यहाँदेखि दिएको थिएँ भरे खोज्दै जाँदा फेरि अर्कोचोटि नि त्यसरी यसरी मोटरमा काटेर खाएको थियो सलमा बदाम एउटा निकालेर हराइ गयो फुपूलाई नै पठाइदिएको काकाले पैसा पो त 800 रुपियाँ कति के भनेको 1000 रुपियाँ त्यो पनि हराइ मेरो पनि हराइ तिर्खा चाहिँ लागेको छ हौ साह्रो कहाँ चाहिँ के किनेर खानु बजार है साथीहरू यो चाहिँ बजार चासोक मेला रहेछ यहाँ नहडाको चासोक मेलामा आएको छु म पनि पानी कहाँ छ हौ पानी तिर्खा लाग्यो अघि फोन गर्दा त चिसो खाने होइन धान नातै छ न रे उ पर हेर्नु जाउँ न ओ आमामामा ल ल यता फेरि ढोल नाच्दैछन् उता धान नाच्दैछन् कुन चाहिँ हेर्नु यता चाहिँ धान नाच्दै हुनुहुन्छ फेरि वाउ यहाँ चाहिँ ल लिम्बू संस्कृतिलाई झल्काउने हाम्रो ढोल पोखरी पो रहेछ त कत्रो ओ माई गॉड ए यस्तो पो रहेछ यहाँ मन्दिर रहेछ उ त्यहाँ ए यो पोखरी त मैले देखाएर नि किन हो नि त यता चाहिँ राईहरूको रहेछ है आमा ओ सबै राईहरू त्यता आएर बसेका छन् ड्रेस लाउनेहरू कौन था
आजको मेला हो साथीहरू यो चाहिँ सेवार हो यहाँ आफन्तहरूमा अरू आफन्तहरू भेट हुनुभएको छ ल सेवार पर्छु लु जाउँ घर अब घर जाउँ अब बजार त पुरा लागिरहेछ अहिले तर अब के गर्नु है ढिलो हुन्छ घर जानलाई त्यही भएर अब चाहिँ हामी घर फर्किँदैछौँ बजार चाहिँ यस्तो छ है यहाँ ढोल नाचिरहेको ढोलेहरू फेरि यता जाँदैछन् त कहाँ हिँडेको चुरट खाँदै जतिखेर चुरट लु जाउँ लु भेटौँ त भेटेर गइहालौँ यहाँनिर त्यहाँ पो आउनु भएछ जान म ए बोजू र बाजे पनि अघि आइपुग्नु भएको रहेछ नि घर जानुपर्छ नि लु जाउँ न त कहाँ पो जानुभयो तुम्मा अन्त ढिलो हुन्छ हौ ढिलो हुन्छ आउनु न आउनु न रमाइलो भइरहेको छ मलाई चाहिँ तर घर जाने बेला भइसकेको छ हाम्रो चाहिँ घर टाढो भएकोले गर्दाखेरि खै हौ खै तुमा चिसो भएन ओहो यहाँ त ऐना पनि रहेछ त ऐना छ है ऐना सामेन बस्नु न बोजू यता यहाँ बस्ने ठाउँ पनि रहेछ खाजा खाने ठाउँ होला यहाँ खाजा बोकेर आउनुभएको होला ओ म यहाँ त यस्तो छ त कुखुराको ए धामीहरूको पो रहेछ सामान है अन्त ए ल चिसो खानु अरे बाजे तुम्माहरू यता बसिराख्नु भएको छ हाम्रो टोली बोजू छेउघरको माइली बोजूसँग पनि धेरै समयपछि भेट भयो बाजे पनि आउनु भएको छ ल मलाई पनि एक गिलास दिइहाल्नु त तिर्खाले मर्न आँट्यो ए गिलास पुगेन लु
अब सबैजना भेला भइयो एकछिन अब फेरि घर जाने टाइम भइहाल्यो हाम्रो घर चाहिँ टाढो भएकोले गर्दा बोजू होइन एकछिन मात्रै भेटघाट भयो अब फेरि पनि भेट्दै गरौँ न है बाजेहरू बोजूहरू सबै भोलि पर्सि भेटौँला अब भेट्दै गरौँ न बजारमा भेट भयो बोजू बाजे सबैसँग अनि अब चाहिँ हामी चाहिँ घर जानु टाढो पर्छ अनि जाने भनेको टेम्पो पो पाउँछ कि पाउँदैन साथीहरू आउनु है आउनु यो सासु बुवा ल साथीहरू वाउ ढोल हेर्नु न यो लिम्बूहरूको हेर्नु न साथीहरू यो कस्तो राम्रो यो चाहिँ वाउ यो चाहिँ लिम्बूहरूले नाच्ने ढोल हो होइन च्याब्रुङ भन्छ यसलाई चाहिँ अनि कस्तो मजाले कति राम्ररी सजाएर राखेको छ अनि हामी पनि एकछिन अघि नाचेको थियौँ र साथीहरू अब चाहिँ जानुपर्ने बेला भइगएको छ अरू साथीहरू यता जानु भइसक्यो म यहाँनिर ढोल हेरेकै छु ढोल मन परेर र साथीहरू अब चाहिँ म लाग्यो ठ्याक्कै तेरो त निरुना जस्तै निस्केको छ यता चाहिँ ठ्याक्कै श्वेता खड्काको जस्तो निस्केको छ यता चाहिँ मालविका सुब्बा है ठ्याक्कै हो त फेरि फोटो देखेर त हामी त मक्कै भएको नि ल दाइले चाहिँ अब फेरि यहाँ खाजा नखाइ नछोड्ने हुनुभयो यहाँ बसौँ सबै फोरै पर्छ त साथीहरू अहिले चाहिँ हामी घर फर्किँदैछौँ अब यहाँ फेरि तुम्माहरूको घरमा निस्केर अनि चाहिँ टेम्पो पनि आइपुग्छ लिनलाई अनि हामी घर फर्किँदैछौँ साथीहरू मेरो भिडियो आजको लागि यति नै के कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला भन्दा आजको भिडियोबाट चाहिँ बिदा हुन्छौँ सबैजना बाई बाई